ल रेडी त अब हामी हाम्रो लकी ड्र दशैं तिहारदेखिको अहिलेसम्म हाम्रो यहाँ आएर सामान किन्ने र टिकटकमा फलो लाइक शेयर कमेन्ट गर्नेलाई चाहिँ हाम्रो लकी कुपन काटेका छौँ। यति धेरै छ है। अब सकेसम्म फेयरली तान्छौँ। तपाईहरु मध्येबाट आफ्नो तान्ने कोसिस गर्नु। मैले पारेन भन्नु परेन। तपाईको लकी नम्बर तपाईहरुसँग पनि छ। उहाँहरुलाई हामीले टिकटक आइडीबाट कमेन्ट गर्नु हुने, फलो लाइक शेयर कमेन्ट गर्नु हुनेको पनि सबैको यसमा छ है त। सबैलाई यता राख यता। अब हामी चाहिँ पहिलो हाम्रो के थियो एउटा चिट्टा एउटा ल्याउ त फर्स्टमा। अब हामीले चाहिँ नकाटेको कुपनहरु चाहिँ हालेका छैनौं, मात्र काटेको मात्रै। हामी चाहिँ स्पेशली काटेको र उहाँलाई दिनेलाई मात्र गर्दै छौं यो चाहिँ। त्यही भएर चाहिँ अब हामी चाहिँ के गर्छौं भने धेरै जनाको डबल पनि हुन सक्छ, तेवर पनि हुन सक्छ। पहिलो उपहार परिसकेपछि चाहिँ उहाँ यदि दोस्रो चोटी पनि उहाँको नाम तान्ने भने चाहिँ उहाँलाई हामी दिदैनौं। पहिलो चोटी पाइसकेपछि पायो है, दोस्रो चोटी नाम आयो भने चाहिँ पाइएन। किनकि 2टा 3टा 4वटा 5वटा हामीले दिइराखेका छौं नि त। एकजनाले चाहिँ एउटा पाउनु पर्यो नि त हैन। हैन हामीले चाहिँ 51 जनाले दिन्छौं। अब यो मध्येमा चाहिँ अब हामीले फर्स्टमा केबाट काट्ने ल भन्नुस् तपाईहरुको सल्लाह अनुसार। मोबाइल बाहेक है। मोबाइल चाहिँ सबभन्दा लास्टमा हुन्छ। जुन मोबाइल हामीले टिकटकमा देखाएका छौं। यिनीहरु सामान यता राख्नु, चांगला राख्नु त अब यहाँ। त्यो ल्याउ त हामीले दिने सामानहरु यहाँ भएकोमा चाहिँ हामीले यहीँबाट दिन्छौं है त। यहाँ भएकोलाई चाहिँ यहीँबाट दिन्छौं। यो चाहिँ हाम्रो यो इयरबड हामीले 25 जनालाई दिन्छौं। यो चाहिँ 25 जनालाई दिन्छौं। एकजनाले कपी र पेन लेख होला कसको लागि के पर्छ। यसरी बस्दैन यो इयरबड 25 जनालाई दिन्छौं। अनि यो मोबाइल चाहिँ एकजनालाई दिन्छौं हामी हैन। 364 को है। यो चाहिँ 25 जनालाई दिन्छौं है हामी। यसैगरी यो नेक ब्यान्ड हामी 10 जनालाई दिन्छौं है त। यो चाहिँ 10 जनालाई दिन्छौं हामीले। हैन लामो गरेर राख न, लामो गरेर यसरी। बिन्दा दुई जना उता बस्छ त त्यो क्यामेरा भएको ठाउँमा ठिक आएको छैन हेरेर बस्छ जाऊ। त्यहाँ अड्किन्छ उ हुन्छ उता बस्छ उ त्यहाँ। अन्तर 2 जना जाऊ ल नभए उता त्यही हेर्नलाई पनि। अब को जाने? दीपिका पनि जाने ल, सुप्रिया पनि जाऊ। 2 जना जाऊ 2 जना। हजुर चांगला मिलाएर राख्न यस्तो। त्यो आइरहेछ भयो। ओ नचल उतापट्टि बस, भित्र रोकिन्छ के छ भनेर मात्र हेर के। भित्र जाऊ भित्र। यो चाहिँ हामी 1 जनालाई है त। यो हामी 10 जनालाई दिन्छौं। यो नेक ब्यान्ड इयरबड 25 जनालाई। यो सीसी क्यामेरा 5 जनालाई भने यो मोबाइल चाहिँ 1 जनालाई चाहिँ हामी फ्रीमा गिफ्ट गर्छौं। अब हाम्रो लकी गरेर टिकटकमा फलो लाइक शेयर कमेन्ट गर्नु भएकोले नि पाउनु भयो। हाम्रोमा आएर सामान किने जो जति मध्येबाट चाहिँ यो 51 थरी दिन्छौं है त। अब हामी पहिला के गरौँ त? इयरबड धेरै छ, हामी 10 जनाको नाम इयरबड निकालौं फर्स्टमा। हुन्छ 10 जना इयरबड निकालौं है त। ल कसले आफ्नो निकाल्ने लाउनुस्। पहिलो सुरुवात कोबाट? तपाईलाई हतार भए जस्तो छ। अब तपाईको नाम आफै तान्नुस्, मैले निकाल्दैन नभन्नु है त। ल यहाँबाट छान्नुस् ल। अब हल्लाउनु, हात छिराउनु, निकाल्नुस्। तपाईको छानेर निकाल्नुस् ल। अब कसरी निकाल्नु पर्छ निकाल्नुस्। नपोख्नु है त ल। हामीले चाहिँ इयरबड 10 वटा भन्यौं नि भर्खर हैन। इयरबड 10 वटा निकाल्छौं है। अब ल परे है त अग्रम कार्की भक्तपुर है त। लकी नम्बर 297 के पो त 297 ल। लकी नम्बर अगाडि नाम लेख अग्रम कार्की है त। उहाँलाई चाहिँ इयरबड परेको छ है त। अग्रम कार्की 297 है त। ल है त। यो 1 जनाको भयो।
उहाँले पाए नि त तपाईँले पाउनु त अर्काको नाम लेखेर कहाँ तपाईँले पाउनुहुन्छ त तपाईँको नाम निस्किनु पर्यो यहाँबाट ल है त ल अग्रम कार्की है त 297 ल अर्को अर्को अरू को निकाल्ने ल आउनुहोस् हाम्रो केटी आउँछ यार यहाँ 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 तिम्रो नाम निकाल्नु पर्यो नि उसको पनि नाम छ ल मेरो छोरी निकाल्ने हो ल एकैछिन है त ल है त ल पक्नु ल है त ल ल है त ल ल ल ल ल आउँछ आउँछ ल ठिक छ ल ल आफ्नो नाम आफैले निकाल्ने प्रकाश पर्यो है त प्रकाश लकी नम्बर 2567 उहाँलाई पनि एयरबड है त 2567 प्रकाशजीलाई परेको छ यो चाहिँ मलाई लाग्छ हाम्रो फलो लाइक सेयर कमेन्टबाट परेको छ टिकटक र युट्युबको फलो लाइक सेयर कमेन्टबाट चाहिँ मलाई लाग्छ यो परेको छ किनकि एड्रेस छैन है कन्ट्याक्ट नम्बर चाहिँ हामीसँग छ हामी कल गर्नेछौँ हजुरलाई पनि है त लकी नम्बर 2567 है त दुईजना भयो हैन ल मेरो छोरीले निकाल एकजना निकाल्नु नि त हाम्रो नानीले एउटा निकाल ल कसको नाम पर्यो ल भन्नी र के नाम पर्यो थाहा छैन समर 957 भनेपछि उहाँ पनि हाम्रो फलोवरपट्टिबाट पर्नु भएको छ है त हाम्रो टिकटकलाई फलो लाइक सेयर कमेन्टबाट समरलाई परेको छ 4254 है त उहाँलाई पनि इयरबड परेको छ है त 4254 उहाँलाई पनि इयरबड परेको छ ल अब को लाउनुस् तिमी निकाल्नु न ल तिम्रो निकाल्दा हाम्रो नानीले आफ्नो लागि आफैले निकाल्नु है त कसले निकाल्न सक्ने रहेछ है त जहाँबाट निकाल्ने हुन्छ कसको पर्यो प्रेम बहादुर के लेखेको यो हाम्रो कसले लेखेको प्रेम बहादुर है त प्रेम बहादुर बाहा कि बेहा लेखेछ कसको तिम्रो कि उसको प्रेम बहादुर बाचा है त 525 लकी नम्बर 525 यो चाहिँ हाम्रो अब यहाँ सबै भएको हिसाबले चाहिँ यो चाहिँ हाम्रोमा आएर सामान किन्नेलाई नै परेको छ उहाँले हाम्रोमा अब केही सामान किन्नु भएको छ अब उहाँ आएपछि भन्नुहुन्छ उहाँको लकी नम्बर 525 है त लकी नम्बर 525 उहाँलाई इयरबड लाउनु सरको लाउनु बाबु तानम आफ्नो नाम पारम ल है त ओ ल है त ल लकी नम्बर 4723 है त हिरा थापा भुजेल 4723 उहाँ पनि मलाई लाग्छ फलो लाइक सेयर कमेन्टबाटै आउनु भएको छ पालो पालो परेको छ राम्रो छ है त 4723 लकी नम्बर 4723 उहाँलाई पनि इयरबड कतिवटा 5 वटा भएन ल अब एकजना आउनुस् ल है त ल आफ्नो लागि आफैले निकाल्नेलाई डबल दिनुपर्छ कि क्या होइन अनिसा तामाङ है त लकी नम्बर 1550 लकी नम्बर 1550 अनिसा तामाङ है त अनिसा तामाङ लकी नम्बर 550 उहाँलाई पनि इयरबड परेको छ है 1550 ल अब को आउने निकाल्नु त तपाईँ निकाल्नुहोस् ल आफ्नै नाम छानेर निकाल्नु न ल परे ल पर्यो राजी तामाङ लकी नम्बर 1475 राजी तामाङ लकी नम्बर 1475 है त सम्झिनु है 1475 राजी तामाङ है त 7 वटा भयो अब 3 जना ल आउनुस् दाजु आउनुस् तपाईले निकाल्नु ओके ल आफ्नै
आफ्नो नम्बर कसले पारे है ल सबै लकी नम्बर त सबै यहाँ पर्ने जति सबै लकी नै नम्बर हो है त 4573 लकी नम्बर 4573 जीवन छेत्री 5678 जीवन छेत्री है त 4573 जीवन छेत्री 4573 8 जना भयो त 8 जनालाई इयरबड भयो है अब 2 जनालाई यो लटमा 25 जना छ अहिले हामीले 10 जना निकाल्दै छौं के इयरबड पाले पाले निकाल्ने ल अब को निकाल्ने तपाई निकाल्ने ल निकाल्नुस् Two four one two lucky number 2412 सृजन है त 2412 है त 2412 सृजन है 2412 सृजन आइ परेको छ है त परेन के नगर्नु 2412 है त सृजन अब एउटा बाँकी हो ल अब एक जनालाई एयरबड बाँकी ल अब है यो लटमा है फेरि हाम्रो 15 वटा त फेरि बाँकी नै छ कसले निकाल्ने आउनु यार निकाल्न यार छिटो निकाल आफ्नो न आफै डुङडुङ पार्नु ल है त अस्तुल तोष तिमीले लेखा जस्तो लाग्यो मलाई आशुतोष हो आशुतोष 06 यो चाहिँ हाम्रो फलो लाइक शेयर कमेन्ट बारे परेको छ है त आशुतोष 06 है त उहाँको युजर आइडी आशुतोष 06 फलो लाइक शेयर कमेन्ट हजुरले चाहिँ आउनु पाउनु भयो है त यो चाहिँ इयरबड हजुरको लागि है त इयरबड 10 वटा सक्यो ल अब के पार्ने नेक ब्यान्ड के गर्ने ल छ हाम्रो घडी पनि छ नेक ब्यान्ड छ मोबाइल छ सीसी क्यामेरा छ अब सीसी क्यामेरा निकालौं ल सीसी क्यामेराको 5 वटा छ ल सीसी क्यामेरा कोलाई चाहिन्छ ल निकाल्न आउनु त ल अहिलेसम्म परे हैन परेपछि ताली बजाउने नि ल आउनु तपाई आउनु न तपाईकै आउँछ नि सीसी क्यामेरा है ल सीसी क्यामेराको है अनि जल्लै नि पर्न सक्छ ल सीसी क्यामेरा है सीसी क्यामेरा ल यो चाहिँ 5 जनाको लागि सीसी क्यामेरा छ है ल V360 हैन नि अर्को चाहिँ यो सिंगलमा ल्याउ कुन चाहिँ ल्या के थाहा हैन उता अर्को निकाल्नु न नि संगीता लामा 016 भक्तपुरकै हुन्छ उहाँ लामा पनि भक्तपुरकै बस्नुहुन्छ भक्तपुरबाटै परेको छ है त संगीता लामा 06 है त संगीता लामा 06 उहाँको लागि सीसी क्यामेरा परे है त संगीता लामा 06 ल अब फेरि एकजना निकाल्नु पर्यो ल आउनुस् तपाई निकाल्ने ल अरे न तपाईलाई नम्बर थाहा छ कि छैन हो अब नामले त थाहा पाउनुहुन्छ नि पर्यो भने ल कुशल पौडेल 2328 लकी नम्बर 2328 कुशल पौडेल है त कुशल पौडेल उहाँलाई पनि सीसी क्यामेरा परेको छ है त ठीक छ ल अब कोन निकाल्ने ल हाम्रो दिदीले आएर निकाल्नु ल सम्पदा सैजु उहाँलाई पनि सीसी क्यामेरा है त सम्पदा सैजु है त सम्पदा सैजु उहाँलाई पनि सीसी क्यामेरा परेको छ सम्पदा सैजु ल सम्पदा सैजुलाई पनि सीसी क्यामेरा परेको छ ल अब आउनुस् सय त्यही निकाल्नुस् एकजनालाई अहिले थाहा भइसक्यो निकालिराखेको थाहा भएको त हो नि यो हो ल चित्र बहादुर मगर 2200
यो पनि हाम्रो फलो लाइक शेयर कमेन्टबाट परेको जस्तो लाग्यो है मलाई 2200 चित्र बहादुर मगर है त उहाँलाई पनि सीसी क्यामेरा परेको छ है चित्र बहादुर मगर ल अब निकाल्नुस् बाबु निकाल यहाँबाट एउटा आऊ नम्बर निकाल एउटा नम्बर हुन्छ नि नम्बरबाट प्रकाश पौडेल लकी नम्बर 4507 है त लकी नम्बर 4507 सीसी क्यामेरा परेको छ है लकी नम्बर 4507 प्रकाश पौडेल ल निकालम को निकाल्ने अब तपाई निकाल्नुस् रेकर्ड त भएको छ नम्बर आछ ल अब वाच गर्दिम है त हामीले चाहिँ 10 जनालाई यो वाच दिएका छौं है त 10 जनालाई स्मार्ट वाच 10 जनालाई ल ल सुनार नेहा लकी नम्बर 4432 उहाँलाई चाहिँ स्मार्ट वाच परेको छ है त उहाँको लागि स्मार्ट वाच सुनार नेहा है त उहाँको लागि यो स्मार्ट वाच परेको छ ल आउनुस् नानु निकाल्नु है त पाले ल ओके ल खोइ आफ्नो लागि आफैले मलाई पार्दिनु भने झन् आफैलाई पार्नु भने कसैले पार्नुहुन्न त हैन मलाई चाहिँ पार्दिनु रे अनि आफै पार्नु निकाल्नु न भन्छु निकाल्नुहुन्न मुकुन्दराज घिमिरे लकी नम्बर 1757 मुकुन्दराज घिमिरे लकी नम्बर 1757 ल आउ ल अहिले चाहिँ हामीले स्मार्ट वाच पार्न लागेको छ नि 10 जनालाई स्मार्ट वाच लिने कि नलिने स्मार्ट वाच चाहिने भए तिमी अहिले आऊ हैन अरु चाहिने भए कुन चाहिँ चाहिन्छ त्यो पालोमा आऊ स्मार्ट वाच चाहिँदैन लाऊ ल कसले निकाल्ने ल तिमी निकाल्ने आऊ तिमीले खिचेकै छैन गफ मात्रै गर्छौ ल मै निकाल्दिए है त अब मैले निकाले कसलाई पर्छ है त मैले निकाले हैन नि है त ल ओ ल यति धेरै छ है यति धेरैबाट है त यति धेरैबाट अब मैले निकाले एउटा ल है त केएबी कप 104 हैन केएबी लकी नम्बर 1708 उहाँको लागि नि स्मार्ट वाच परेको छ है त स्मार्ट वाच केएबी कप 104 लकी नम्बर 1709 ल नानु आऊ केही फरक भएन आऊ न निकाल आऊ ल तिमीले नाम पढेर सुनाइदिऊ कसलाई के पर्यो त भगृत चौधरी लकी नम्बर 1544 उहाँलाई पनि स्मार्ट वाच परेको छ है त भगृत चौधरी लकी नम्बर 1544 है त 1544 लाउ नानु अब तिमीले निकाल यहाँ मध्ये कोही हुनुहुन्छ हैन उहाँलाई पार्दै भने उहाँले के गिफ्ट दिने उहाँलाई के गिफ्ट दिने ल आधी गर्ने ल उहाँलाई पर्यो नि आधी गर्ने अब अरूलाई पर्यो नि के गर्ने भन्ने है सबैले ल तिमीले नै पायो ल उहाँको पर्यो नि तिमीले नै पायो कसको पर्यो नाम टंक प्रसाई लकी नम्बर 1735 टंक प्रसाई 1735 पर्यो ल निकाल्नु न कतिवटा गयो 5 वटा गयो यसो 6 वटा
5वटा ल सतीश 1959 सतीशलाई पर्यो है त स्मार्ट वाच सतीशलाई 1959 उहाँको लागि सतीशको लागि स्मार्ट वाच आउनुस् दिदी आउनुस् तान्न लाउनुस् आउनु न आउनु ल बाबु आऊ तान्न आऊ तान्नु परेन अहिले निस्क्यो भने नि तिमीलाई अर्काले तान्दा तिम्रो नाम पऱ्यो नि तिमीले पाउँदैन भनेको छ यहाँ त यहाँ मध्येमा जसले आफूलाई पारेर निकाले उसैले पाउँछ छ कि के त किन छैन ल तार्नु त आऊ तिम्रो नाम पऱ्यो भने फेरि तिमीले पाएन नि फेरि यहाँ निकाल्दाखेरि ल ल निकाल्नु निकाल्नु ल के पर्यो है सोमनाथ दाल 4198 सोमनाथ दाल 4198 उहाँलाई पनि स्मार्ट वाच पर्यो है त उहाँको लागि पनि स्मार्ट वाच है त सोमनाथ दाल पर्यो पर्यो प्लेनै पर्छ कि के थाहा अहिले चाहिँ हामीले स्मार्ट वाचको लागि गरिरहेका छौँ 10 जनालाई हामीले यो स्मार्ट वाच दिइरहेका छौँ है त ल निकाल नानी निकाल ल 51वटा रामकृष्ण सञ्जु सञ्जेल सुनपा 8 रामकृष्ण सञ्जेल भने त त्यही यहाँ सिपाटोको यहाँ आउनै पर्यो हो ल चिनेको अब सबै चिनेको सबै चिनेको उहाँ आइरहने रेगुलर कस्टमरलाई उहाँलाई पनि पर्यो है त 1548 है त 1548 सबैले चिने मान्छेलाई चाहिँ एउटा पर्यो ल स्मार्ट वाच पर्यो है त ल निकाल्नुस् नानी निकाल्ने हाम्रो सानो नानीले निकाल्ने ल खोइ तिमी भिडियो बनाएको सानो नानीले निकाल्दा गर्नु पर्दैन भिडियो बनाएको रमिला घरती भुजेल लकी नम्बर 4173 है उहाँलाई पनि स्मार्ट वाच पर्यो भाइलाई के भन्नु ल मोबाइल लास्टमा ल निकाल तिमी निकाल एउटा जहाँबाट निकाली हुन्छ सञ्जना तामाङ लकी नम्बर 481 सञ्जना तामाङ लकी नम्बर 481 है त उहाँलाई पनि स्मार्ट वाच परेको छ है त स्मार्ट वाच परेको छ रञ्जना तामाङ रञ्जना नवदुर्गालाई पार न ल निकाल्नु नि त नवदुर्गालाई निकाल्नुस् ल नानी निकाल्नु दसवटा भइसक्यो एकचोटि यसलाई तल राखेँ है त फेरि त्यसले 10वटा अहिले हाम्रो चाहिँ 10वटा स्मार्ट वाच अहिलेलाई चाहिँ सक्यो है त अब पालो हाम्रो नेक ब्यान्डको गर्छौँ है त नेक ब्यान्ड है त यो 10 जनालाई छ है यो नेक ब्यान्ड पनि 10 जनालाई छ ल ल को निकाल्न कोही जानुहुन्छ आउनुस् ल आउनु निकाल्न आउनुस् ल सन्तोषी लकी नम्बर 4654 लकी नम्बर 4654 सन्तोषी है त सन्तोषी ल सन्तोषीलाई हाम्रो पहिलो नेक ब्यान्ड विनर है त ल अब कोही को तान्न आउने ल आउनु है को तान्न आउने ल ल
खै त लकी यहाँ हाम्रो मोबाइल सूर्य मोबाइल उसबाट चाहिँ गर्दैछ हैन यहाँ पनि हुँदैछ रमा पन्त है त रमा पन्त 4449 4449 रमा पन्त 4449 रमा पन्त है त उहाँको लागि पनि नेक ब्यान्ड है त हो भने लेडीजले मात्रै बढी गरेको छ के त्यस्तै त्यस्तै तान्नु नि त जेन्ट्स भएर लेडिजले पनि रिस गर्न पाइन्छ रिस गर्न पाइन्छ लेडीज मात्रै आउँछ के नानु चार्जर हेर त यता आउँछ नानु यता बुझाऊ यता नच्याउदी मैले यता बस्छु यहाँ लाइभ पनि भइरहेछ लक्ष्मी शाह 4265 लकी नम्बर 4265 लक्ष्मी शाह है त लक्ष्मी शाह केसी परेन केसी परेको त हुन्थ्यो नि के गर्ने शाह पर हैन ल अब को तान्ने है आउनु ल ल हुन्छ हुन्छ ल ल कानेर त लामो बनाउला नि ल के गरे यो बिजु सुकायो क्या इट्स मी दुर्गु है त यो चाहिँ 100% टिकटक लाइक फलो शेयर कमेन्टबाट पर्यो है त उहाँलाई 1711 है त उहाँलाई पनि नेक ब्यान्ड परेको छ सानो श्याम बहादुर पुन 2370 श्याम बहादुर पुन है त लकी नम्बर 2370 है त 2370 और अर्कै परिसर बच्यो भाइ तिमी अब मै निकाल्छु है त कसलाई पार्ने यही भएकोलाई पार्नु पर्यो भने हैन अहिलेसम्म एउटै निकाल्यो नि यहाँ भएकोलाई यो पनि पार्दै लेख्नु पर्यो ल यहाँ भएकोलाई एउटै पर्नु पर्यो नि हैन शान्ति तामाङ शान्ति तामाङ लकी नम्बर 1032 है त लकी नम्बर 1032 उहाँलाई पनि नेक ब्यान्ड पर्यो है त ल ल निकाल्नु दाजु निकाल्नुस् ल यहाँ भक्कैलाई पार्नुहोस् ल यहाँ भक्कैलाई पर्यो त यही भक्कैलाई पर्यो यो 1500 जाने हैन होइन नि यस्तैमा अर्को छ यो भएको 1500 जाने हो के यस्तैमा अर्को पनि छ ल ल ल ल ल ल बढी छ है बिबिना श्रेष्ठ लकी नम्बर 4297 है बिबिना श्रेष्ठ लकी नम्बर 4297 है त 4297 लकी नम्बर ल ल ल ल सबै केटी मैले पारे के हो ल भित्रको पाकेछ भने थाहा हो क्या हो कहाँ चाहिँ निकाल्यो के तिमीले ल पढेर सुन नि मिलन केटा त पर्यो नि हो त ल यार मिलन रिजाल है त मिलन रिजाल 4649 है त 4649 मिलन रिजाल केटीले तान्ने केटा आउँदो रहेछ ल ल बल्ल ल केटीले तान्म है अब ल ल आउनु है लाम तान्नलाई कसलाई चाहिन्छ है चाहिने मान्छे आइहाल्नु ल चाहिने मान्छे को छ ल आउनु है ल ल ल तान्नु ल नानु तान्नु तान्नु के रे ह यो चाहिँ कुन के पर्छ अहिले यो नेक ब्यान्ड हाम्रो अहिले नेक ब्यान्डको लागि भइरहेछ है त कतिवटा भयो अब यो लास्ट अब अर्को बाँकी छ राइनी कान्छी 2792 उहाँ पनि फलो लाइक शेयर कमेन्टबाटै पर्नु भएको छ है त फलो लाइक शेयर कमेन्टबाट राइनी कान्छी है त उहाँलाई पनि पर्यो यो नेक ब्यान्ड राइनी कान्छी है हजुरले हेरिरहनु भएको होला फलो लाइक शेयर कमेन्टबाटै छ है त हाम्रो लाइभबाटै छ है त यो अझ लाइभबाटै होला है लाइभबाट परेको है यो लाइभबाट फलो लाइक शेयर कमेन्ट गरेर लाइभमा आउनेलाई चाहिँ परेको हो उहाँ राइनी कान्छी
अब हामीसँग नम्बरहरू सबै सेभ छ है त ल रानी कान्छीले पर्यो अब जेठीले पर्छ ल ल जेठीले बारे सुनाउ देखाउनु त ल म पार्छु पर्छ रानी जेठी आउ त यहाँ यो नसकेसम्म पर्छ नि यही हो लास्ट लास्ट हैन यसको लास्ट हो अब अझै बाँकी छ नि अझ यो लास्ट यो सबै नसकेसम्म उसको लास्ट हो नेक ब्यान्डको चाहिँ लास्ट है त अब कसलाई पर्छ है त मनिता श्रेष्ठ है उहाँ पनि फलो लाइक शेयर कमेन्टबाटै पर्नु भएको छ हाम्रो टिकटकको फलो लाइक शेयर कमेन्टबाट चाहिँ मनिता श्रेष्ठ लकी नम्बर 2022 लकी नम्बर 2022 है अब कुन हो लकी नम्बर 2022 ल यो सकियो पनि अब यो पनि सक्यो सीसी क्यामेरा पनि सक्यो सार्दै हो अब एयरबड फेरि अब एयरबड है त एयरबड अझ अब बाँकी हाम्रो अघि 10 वटा गइसकेको 250 अब 15 वटा अझ बाँकी छ 250 जाने एयरपोर्ट हैन होइन कहाँ 250 जाने यो 35 जाने कहाँ यो 250 250 जाने भन्दा नि ल पह त्यो कुन हो त्यो सर है यार झुट कुरा गर्दैछ नि यता ल यहाँबाट निकालेको तिमीले ल ठिक छ मनिषा श्रेष्ठ होइन यो परेको छैन यो ल मनिषा श्रेष्ठ ल सायले निकाले ल मनिषा श्रेष्ठ भक्तपुरै छ है त 606 है त उहाँलाई चाहिँ एयरबोर्ड पर्यो है त 606 मनिषा श्रेष्ठ एयरपोर्ट पर्यो ग्रुपका दौडेर आउनु प्लेन जोडेर ल निकाल्न आउनुहोस् कसलाई निकाल्ने इच्छा छ आउनु नि। भरे निकाल्न ए ल आयो ल ल ल जो आयो नि जो निकाल्न ल है त निकाल बाउ ल निकाल्ने ल आफ्नै निकाल आफ्नै अर्काको निकाले काम छैन मेरो निस्केस कसको पर्योeu त गएर हेर्नु त हर्षन सुवा के ए नाम के दिया हर्षन सुवान लकी नम्बर 488 हर्षन सुवान उहाँलाई पनि एयरबोर्ड परेको छ 488 ल निकाल्नु निकाल आएको निकाल ल किन डर आएको उता गएर नाम ल। हो निकाल ल पढाइ सुनाउनु नाम लुकेर नभन न यतापट्टिबाट हेर नानु तामाङ शर्मिला लकी नम्बर 2469 है त लकी नम्बर 2469 उहाँलाई पनि एयरबोर्ड पर्यो है त ल निकाल्न पारिहाल्ने ल निकाल ल को निकाल्ने ल हुन्छ है त ल निकाल ल आफ्नै नाम परे त हुन्थ्यो बेबिसा नगरकोटी बिबिसा नगरकोटी ल नगरकोटी नै पर्यो त नगरकोटी नै आयो होइन मेरो छोरी होइन 420 लकी नम्बर है त बेबिसा नगरकोटी 420 तीनटा मात्र है 420 है त ल है बिबिसा नगरकोटी खुट्टाल निकाल्नु हुन्छ भने सकिन्छ भने खुट्टाल निकाल्नु मलाई मेरो निकालिदिएको तपाईको नाम पर्यो त तपाईलाई पर्छ नपरे त अर्कालाई पर्छ देख्न मिल्दैन ल अब यतिकै भित्रबाट तपाईको नाम प्रकट भयो भने भयो हामी दियो हो हैन दियो हो अब कहाँ लेखिसकेको हुन्छ यसमा सबै ल भयो राम भक्त शिल्पकार आयो है त लकी नम्बर 573 राम भक्त शिल्पकार 573 हजुरलाई पनि एयरबोर्डै परेको छ है त ल निकाल्नुस् सानो मान्छेले निकाल खै भिडियो बनाउ नि सानो मान्छे थ्याङ्क यू अनि यसो कहाँ हुन्छ त कुशल शिवा 4248 है त 4248 कुशल शिवा बाँकी छ यो त भन्नै
कतिजना हो? अब हामी धेरै बाँकी छैन है, सकिन लाग्यो। ल ल यो सानो सानोको त आएन नि त। सानो ओ विवश मोक्तान लकी नम्बर 052 विवश मोक्तान 052 है त 052 उहाँलाई पनि एयरबड परे है त। ल अब निकाल्नु नानी निकाल्नु ल। थ्याङ्क यू। अप्सरा बरुवाल लकी नम्बर 1810 अप्सरा बरुवाल लकी नम्बर 1810 है त। ल निकाल्नु आयो ल आयो। उत्तम थापा लकी नम्बर 1695 उत्तम थापा लकी नम्बर 1695 है त। ल निकाल्नु ल है त। सुनिता राई 1639 सुनिता राई 1639 ल सुनिता राई 1639 उहाँलाई पनि एयरबड ल। हेमन्त राई लकी नम्बर 4830 हेमन्त राई लकी नम्बर 4830 है त। ल निकाल्नु नानु ल है त। ल पढ्ने त। मुना भुजेल लकी नम्बर 175 मुना भुजेल लकी नम्बर 175 है त। भक्तपुरबाटै हुनुहुन्छ है, टाढाबाट हुनुहुन्न, यहीँबाट हुनुहुन्छ। दुईजना भयो भने अघि मैले भनेको छु पहिला परिसक्यो भने पछि उहाँकै फेरि दोहोऱ्याएर नाम आयो भने चाहिँ उहाँलाई हामी दिँदैनौँ, अर्कोलाई दिन्छौँ है। होइन 2टा 3टा 4टा 5वटा नि हुन्छ नि त कुपन त। एकचोटि परिसकेपछि पर्यो, अर्कोचोटि फेरि लिन पाइएन। रजिन श्रेष्ठ भक्तपुरैबाट पर्यो है। रजिन श्रेष्ठ लकी नम्बर 1163 रजिन श्रेष्ठ लकी नम्बर 1163 है त। खोइ त्यही हिमालले गर्दा एक हप्ता सरे हाम्रो। ल दाजु निकाल्नुहोस्, हाम्रो दाजुले नि एउटा निकाल्नु न। सकिन्न र अब धेरै छैन, 5-7वटा मात्रै बाँकी छ। अब यहाँ नामहरू कन्ट्याक्ट नम्बरहरू हुन्छ नि त। सन्तोष छेत्री उहाँको लकी नम्बर 4219 सन्तोष छेत्री लकी नम्बर 4219 है त। ल ल ल भोलि खुल्दै खुल्दैन नि आजको नि, अब भोलि अर्कैको लागि खुल्छ। सुनिल नाम चाहिँ मिल्यो केटा, तिम्रो टिकटको नामै अर्कै छ, मलाई कन्ट्या छ, तिमीलाई पर्नै परेन नि। सुनिल लकी नम्बर 2962 यो लकी नम्बर मिल्यो त? मिलेन, नाम त मिल्यो ल है। हो परेको उहाँलाई नेकब्यान्ड पर्यो, एयरबड पर्यो है त है। सुनिल नम्बर नि मिलिहाल्छ कि सुनिल? ओइ नम्बर नि मिलिहाल्छ कि? यहाँ नम्बर छ क्या, यहाँ नम्बर छ। ल नम्बर भन्नु नि त, मैले भन्ने होइन आफूले भन्नु पर्यो। मेरो भन्नलाई त नम्बर भन्नु पर्यो नि त। मोबाइल नम्बर होइन यहाँ हुन्छ कि 79 ल हल्लाउनुहोस्, मेरो दाइले हल्लाउनुहोस् ल।
भिडियो बनाऊ भिडियो बनाउने भनेर पर्छ ल निकाल्नु हैन एयरपोर्ट पुग्यो ल अब पालो मोबाइल के आएछ ल है त ल मोबाइल के आएछ के गर्ने ल भुइँमा खसालेर गर्ने कि कसरी गर्ने अब लास्ट अब अन्तिममा है अब सकियो अब एउटा बाँकी अब जसको नाम निस्किन्छ उहाँले चाहिँ यो मोबाइल पाउनुहुन्छ है त एउटा है त यो मोबाइल उहाँको लागि जसको नाम निस्किन्छ उहाँलाई यो मोबाइल यो अन्तिम है त हाम्रो फाइनल यो अन्तिम यो मोबाइल ल कसले निकाल्ने ल सानो बाबुलाई नानीलाई निकाल्न आउने ल भिडियो बनाउने ल है सानो नानीले निकाल्छ यो चाहिँ जसलाई पर्छ उहाँलाई चाहिँ यो लकी ड्रमा यो मोबाइल है त सानो सबभन्दा यहाँ बत्तीको सबभन्दा सानो बाबु कि नानी ल बाबुले है ल चानु ल आयो ल यो चाहिँ मोबाइलै पर्यो है त अब को पर्यो थाहा भएन है त ल अब लकी नम्बर म एउटाबाट सुरु गर्छु 4 वटा डिजिट छ है त आफूलाई नम्बर थाहा छ आफ्नो लकी कुपनको थाहा छ पछाडिबाट भनौँ कि अगाडिबाट भनौँ पछाडिबाट भन्छु है त ल पछाडि 4 कसको छ ल भन्नुस् पछाडि 4 कसको छ 4 वटा नम्बर छ पछाडि 4 तपाई फर्किनु भयो ल ल त्यसपछि 5 छ पछाडि 5 छ 4 वटा नम्बर छ पछाडि 4 त्यसपछि अगाडि 5 पर्यो हजुर 5 र 4 भयो पछाडि तपाईको पर्यो अहिलेसम्म ल त्यो भन्दा अगाडि 7 छ 7 पर्यो 7 त्यसपछि अब एउटा फाइनल नम्बर 4 उहाँको लागि यो मोबाइल है त 4754 उहाँको लागि यो मोबाइल 4754 कसैलाई छ त ल यति गर्दै हाम्रो चाहिँ अहिलेलाई हाम्रो लकी नम्बर सहित हामीले पार्वती कुस्मा लकी नम्बर 4754 हाम्रो यो फलो लाइक शेयर कमेन्टबाट पर्नु भएको छ उहाँलाई है त फलो लाइक शेयर कमेन्टबाट पर्नु भएको छ पार्वती कुस्मा 4754 है त पार्वती कुस्मा ल उहाँको लागि यो बम्पर उपहार चाहिँ हाम्रो मोबाइल पार्वती कुस्मा लकी नम्बर 4754 अब हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ है त ल यति गर्दै हाम्रो हामीले आज दिने भनेको चाहिँ यो फाइनल हामीले सकेका छौं हामीसँग अब यसको प्रुफको लागि चाहिँ टिकटक लाइभ छ हाम्रो दुईटामा त्यसपछि भिडियो रेकर्ड देखि लिएर सबै साथी सहित हामीले चाहिँ आजको यो प्रोग्राम सकाएको घोषणा गर्दछौं हैन र अब यहाँ उभिनु भएको कसैलाई परेन अब भरे भोलि नै आउने हुनुभयो त्यही भएको भएर है त ल सक्यो भित्र राख्ने यहाँ नम्बर छ यहाँ विशेष नम्बर हुन्छ ल सबैलाई धन्यवाद है त सबैजना आइदिनु भयो तर हामी यहाँ उभिएको कसैलाई पनि परेन यो चाहिँ दुःखको कुरो है अब निकाल्नु भने हो सबैले मलाई पार्दिनु त भन्थे अब चाहिँ मलाई पार्दैन भनेर नभन्नु है त परेन ल उता लग्ने ल अब सकिहाल्यो नि यसको यसको बन्द नगर हेलो ल बाई अब तपाईको फलोवर घट्ने भयो भर्खर कमेन्टमा मेसेज आउन थालिसक्यो के रे मेरो परेन अब फलो रिमुभ गर्छ आइरहन्छ त्यस्तो घटिसक्यो